एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सो आज चाहिँ हामी लन्डन जान लागेको सो अहिले चाहिँ हाम्रो लङ विकेन्ड छ अब यहाँ क्यानाडामा सो त्यही भएर हामी आज लन्डन जान्छौँ सो प्रकाश चाहिँ तल गाडी स्टार्ट गर्न भनेर गइसक्नुभयो अनि म चाहिँ बल्ल जानेछु अहिले म यहाँ लिफ्टमा छु अनि हामीले चाहिँ ब्रेकफास्ट गऱ्यौँ अनि खाना चाहिँ वहीँ खाना जान लागेको सो हामी चाहिँ कन्ट्री साइड रोड हुँदै जान्छौँ त्यही भएर चाहिँ 2 आवर्स जति लाग्छ अनि त्यता जान्छौँ खानाहरू खान्छौँ अनि कतै घुम्न निक्लिन्छौँ साथीहरूसँग सो त्यही हो मेरो लिफ्ट पनि म पनि अब ग्राउन्ड फ्लोरमा आइपुगेँ सो एकदमै हतार भयो हामी चाहिँ भर्खरै घरबाट निक्ल्यौँ अनि हाम्रो इटिए चाहिँ 2 आवर देखाइरहेको छ अहिले चाहिँ 10 बज्यो हामी पुग्दाखेरि चाहिँ 12 बज्छ होला अनि आजको वेदर चाहिँ कस्तो सनी देखाइरहेको थियो तर अहिले फेरि पानी पर्ला जस्तो भएको छ एकदमै विन्डी बाहिर पनि कस्तो हावा चलिरहेको छ सो त्यही हो अब वहाँ पुगेपछि म के अरे बिच बाटोको चाहिँ क्लिपहरू खिच्छु किनभने हामी कन्ट्री रोड जान लागेको सो सिनहरू एकदमै राम्रो हुन्छ सो यहाँ प्रकाश हुनुहुन्छ चलाइराख्नु भएको छ सो त्यही हो अब मै गएपछि भेटौँला हामी चाहिँ अहिले समाधानको अपार्टमेन्टमा आइसक्यौँ सो अब हामी खाना खान्छौँ बाटोमा चाहिँ लास्ट धेरै पानी पऱ्यो त्यही भएर हाम्रो अलिक ढिला भयो हेलो समाधान आज समाधानको भान्चे राइस र काँक्रो मात्रै भयो अरू खासै केही छैन सर्भ गर्ने चाहिँ प्रकाश ल म अहिले हाल्ने के यहाँ चाहिँ दाल आयो भोगाएर रन्धन नै हो हामी त खाएर आएको टेन्सन भएन हो हामी चाहिँ अहिले खानाहरू खायौँ अनि बोलेर माउन्टेन भन्ने रहेछ लन्डनमा अनि हामी अहिले त्यही घुम्न आएछौँ यहाँ चाहिँ विन्टरको बेलामा चाहिँ स्कीहरू पनि गरिँदो रहेछ अनि त्यसपछि त्यतातिर चाहिँ अहिले त्यो बन्द रहेछ त्यो केबल कार जस्तो चाहिँ अनि अहिले हामी यत्तिकै डुल्छौँ अनि यहाँ चाहिँ हाइकिङ ट्रेल पनि रहेछ सो हाइकिङ चाहिँ गर्दैन यत्तिकै सरेर डुल्छौँ अनि म अलिअलि देखाउँछु कस्तो रहेछ भनेर यहाँ चाहिँ समाधान र प्रकाश सुतेको जस्तो नाटक पारिराख्नु भएको छ सुमन दाई फोटोग्राफर सुमन दाई झुलाइराख्नु भयो पछि यो भिडियो हेरेर हामीलाई समातेर कारबाही गरिरहेको थियो लन्डन के अरे मनमा भएको गाडी हो नि यार लगेर जान्छु है क्या लानु मिले त लानु हुन्छ नि के गर्नु टिन तान्ने हो अब हामी चाहिँ अहिले वेस्टमिन्स्टर पन्डमा आएको छौँ यहाँ चाहिँ 3वटा लेक छ अरे सँगसँगै अनि त्यसपछि यहाँ फिसिङहरू पनि सबै गर्न मिल्छ हामी फिसिङ चाहिँ गर्दैनौँ तर त्यतिकै घुम्छौँ जोस् कस्तो राम्रो रहेछ के छ गाइज खोलामा आछौँ होइन लेकमा कहाँ आछौँ रे स्विजरल्यान्डको लेकमा एकदम दामी छ होइन पनि अब ठिक छ यहाँबाट यसो जर्मनी छिर्ने प्लान छ हाम्रो अब यसपछि लेट्स गो गाइस लेट्स गो चाहिँ यस्तो छ स्विजरल्यान्डको लेकमा दामी छ होइन यहाँबाट यसो जर्मनी छिर्ने प्लान छ हाम्रो अब यसपछि
हामी चाहिँ अब अर्को दुईवटा लेकको बिचको लाइक इन्टरसेक्सनमा जाने भनेर हिँडिरहेको छौँ। सब यहाँबाट चाहिँ ट्रेल स्टार्ट भयो। अघि आउँदाखेरि पानी चाहिँ खतरा परिरहेको थियो, त्यही नि अहिले चाहिँ घाम मजासँग लागिरहेछ। तस्बिर खिच्ने यन्त्र लिएर आएर शुद्ध चाहिँ लेकको साइडमा चाहिँ रहेछ ट्रेल। भ्यू चाहिँ कस्तो दामी राम्रो रहेछ भ्यू। आजकलको साग खाने हो आजकलको साग खाने राखेको होइन। सो यहाँ चाहिँ अर्को लेक छ। त्यता चाहिँ घरहरूको ब्याकयार्डमाबाट नि ठ्याक्क लेक देखिँदो रहेछ। यहाँ चाहिँ समाधान, यहाँ भाइ सुमन दाई अनि यहाँ प्रकाशले पनि भिडियो लिँदै हुनुहुन्छ। यो चाहिँ दुईटा लेक जोड्ने पुल रहेछ। अघि चाहिँ हामी त्यता त्यो साइडमा थियौँ, त्यो व्हाइट कलरको भएको ठाउँमा। यहाँ बाटो चाहिँ एकदमै चिप्लो रहेछ किनभने आज बिहानभरि पानी परेको थियो। सो राम्रो रहेछ यहाँ। सो हामी चाहिँ अहिले मोमो क्यान्टिन गयौँ। मोमो क्यान्टिन चाहिँ लन्डनमा छ अनि त्यहाँ चाहिँ यस्तो कोजी नेपाली भाइ आइरहेको थियो नि। अनि त्यहाँ गएर हामीले चाउमिन मोमो खायौँ अनि त्यसपछि लुडो पनि खेल्यौँ अनि लाफिङ पनि खायौँ पछि। सो लुडो मात्र होइन हामी क्यारम पनि खेल्यौँ। त्यसपछि चाहिँ हामी नेपाली बजारमा गयौँ। मेरो हातले खेल्यो है। कस्तो छ सुमन सर पानीभरि? हामी चाहिँ भर्खरै बिनुको घर आइपुग्यौँ। अब आज यतै बस्छौँ। यस्तो राम्रोसँग डेकोरेट गर्नुभएको छ यहाँ घर। कस्तो राम्रो राम्रो क्युट प्लान्ट्सहरू छ। हामी अब घरतिर जान लागेको। सो हिजो बेलुकी चाहिँ हामी यतै बस्यौँ अनि त्यसपछि अहिले बिहान खानाहरू खाएर अब जाँदैछौँ। अब हामीलाई 2 घन्टा लाग्छ घर पुग्नलाई। सो आजको वेदर चाहिँ एकदमै राम्रो छ अनि हिजो हामीले आएर चाहिँ एकदमै धेरै रमाइलो भयो। सबैजना साथीहरूसँग भेट्यो अनि त्यसपछि यहाँ चाहिँ नेपाली कम्युनिटी पनि कति धेरै रहेछ। नेपाली रेस्टुरेन्टहरूतिर गएर चाहिँ हामीले मोमो लाफिङहरू खायौँ अनि सो त्यही हो, एकदमै धेरै रमाइलो भयो। अब हाम्रो भोलि पनि बिदा छ। सो अब आज चाहिँ हामी अब ग्रोसरी गरेर जान्छौँ होला। सो त्यही हो। हामी चाहिँ भर्खरै घर आइपुग्यौँ। सो आजको वेदर चाहिँ एकदमै राम्रो छ। यस्तो गर्मी छ नि आज। अनि त्यही भएर मैले मेरो आउने बित्तिकै यहाँ खुर्सानीहरू अनि मैले फर्सी रोपेको थिएँ। फर्सीहरू चाहिँ तल बाहिर बाल्कनीमा राख्दैछु, म देखाइहाल्छु। अहिले चाहिँ मैले यिनीहरू चाहिँ मैले सबै भित्र राखेको थिएँ। यो चाहिँ लास्ट इयरको प्लान्ट हो होइन। अनि त्यसपछि अहिले चाहिँ मैले सबै बाहिर निकालेको। यो चाहिँ फर्सीको
यो पनि फर्सियो त्यो चाहिँ धनीको जे पाइ त्यो भएको छ सो त्यही नै हो आज एकदमै राम्रो भइरहेछ हामी चाहिँ अझै हामीलाई प्लान्टहरू पनि ल्याउनु छ हामीले चाहिँ प्लान्ट स्ट्यान्ड लिएर आएको थियौँ अनि प्लान्ट स्ट्यान्डमा चाहिँ अझै 2टा फुल चाहिँ बाँकी छ सो यो चाहिँ हो मेरो प्लान्ट स्ट्यान्ड अनि यसमा छ मनी ट्री अनि पिस लिली अनि त्यसपछि फिडल फिग छ त्यसपछि चाहिँ रबर प्लान्ट पनि छ तर यसको चाहिँ यो पातहरू चाहिँ कस्तो ओइलाइसकेको छ यसलाई चाहिँ मैले अलिकति केयर गर्नुपर्ने छ त्यही हो अब हामी अर्को प्लान्ट पनि लिएर आउँछौँ हेरौँ फुल लिएर आउँछौँ सो त्यही नै हो सी इन द नेक्स्ट भिडियो